कहिलेकाहीँ चाहिँ बिना कारण पनि कस्तो आफूलाई डाउन डाउन लो लो फिल हुन्छ है। यो मलाई मात्रै हो कि हजुरहरूलाई पनि हुन्छ? मलाई आज त्यस्तै भयो। यत्तिकै बिहान बच्चाहरूसँग गफ गरेँ अरे अनि अब उता युएसमा नाति जन्मिरहेछ, बुहारी सुत्केरी छन्, यहाँ आफू खाली बसिरहेछु। त्यहाँ उनीहरूलाई भ्याइ नभ्याइ छ, भिजा एप्लाई गरे भिजा आउँदैन है। त्यही भएर नि होला मलाई आज निकै डाउन फिल भइरहेको थियो। के गर्ने गर्ने अनि जुरुक्कै उठेँ, लागेँ भक्तपुरतिर। हजुरहरूले त्यो भिडियोहरू अगाडि हेर्दा देखिसक्नुभयो। अनि लागेँ भक्तपुरतिर। भक्तपुर दरबार स्क्वायर पुगेँ। त्यहाँ माटोको भाँडाहरू बनाएको हेरेँ। दरबार स्क्वायरतिर ह्यान्डिक्राफ्टहरू हेरेँ है। एकछिन यताउता घुमेँ। अनि त्यसो गर्दा चाहिँ रिलिफ पनि फिल हुने क्या आफूलाई। अनि म त कतै यस्तो बोर फिल हुँदा जुरुक्क उठेर कतै हिँडिहाल्छु। अनि 5 तले दरबारको अगाडि बसेर फोटो बनाएँ, फोटो खिचेँ, भिडियोहरू बनाएँ है। एक दुईवटा भिडियो खिचेँ। त्यसपछि त्यहीँनिर ठ्याक्कै चिया खान माथि उक्लिएँ म। एकदम चिया खाएर आनन्दको भ्यू हेर्न मिल्छ कि यो चाहिँ। 5 तले दरबारको अगाडि बसेर टक्क चिया लिएँ। अनि चिया खाँदै बसेँ। कहिलेकाहीँ त साथी नहुँदा एक्लै घुम्न पनि मजा आउँदो रहेछ क्या है। अनि चिया सिया खाएँ, आनन्द लाग्यो। कस्तो लाग्यो हजुरहरूलाई यो भक्तपुर घुमघाम? यसो कमेन्ट गर्नुहोला साथीहरू है। यो चिया खाँदै हेर्दै गरेको भ्यू पनि कस्तो लाग्यो भन्नुहोस् ल।